नमस्ते सम्पूर्णमा मेरो भिडियोमा हजुरहरूलाई स्वागत छ है। आज चाहिँ मेरो छुट्टी हो नि त, त्यसले गर्दा म चाहिँ बसिरहेको है। अनि एक्लो हुँदा चाहिँ अब धेरै कुरोहरू है मनमा आउँछन् नि त। मलाई चाहिँ अब पहिलाको बातहरू है धेरै कुराहरू याद आयो नि त हैन। अब कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ हामी जब प्यारेन्ट्स हुन्छौँ, बाबा आमा हुन्छौँ, त्यतिला चाहिँ है बाउ आमाको भ्यालु त बुझ्छौँ हैन। बुझ्छौँ हुन त अब कति नानीहरूले अब बाउ आमा नभई प्यारेन्ट्स नभई बुझ्छ हैन। तर अब मैले पनि अब नबुझेको होइन, बुझेको तर पनि अब एउटा बाउ आमाको दर्जा भनेको कुरो चाहिँ के हो भन्दा चाहिँ जब हामी प्यारेन्ट्स हुन्छ त्यति बेला चाहिँ थाहा लाग्दो रहेछ नि त। अनि अहिलेको जमाना त के है, हामीले देख्दाखेरि चाहिँ हामीले बाबा र आमामा चाहिँ सबसे बेसी दर्जा चाहिँ आमालाई दिन्छौँ नि त हैन। यसो भन्छ है, बुढाबुढीमा अब बाउ पहिला बुढा मऱ्यो भने हैन बुढीले सुखै पाउँछ अरे, तर बुढै पहिला मऱ्यो भने बुढाले पुरा दुःख पाउँछ अरे भन्ने एउटा बात छ नि त, हजुरहरूले सुनेको होला। किन भन्दा चाहिँ अब बुढी त अब आमा हो नि त हैन। अब छोराछोरीले माया गरेर राख्छ हैन, माया गरेर राख्छ अरे, तर बाउ मान्छेलाई त त्यो हुँदैन अरे नि त हैन। बिहा मरेर बुढी छिटो मरेर गयो भने चाहिँ बुढाले दुःख पाउँछ अरे, किनभने चाहिँ बाउ त बाउ हेरे नि त, आमाले अब आमालाई जस्तो दर्जा चाहिँ दिँदैन अरे नि त। तर मलाई चाहिँ अब मेरो थटमा चाहिँ अब मेरो विचारमा चाहिँ के लाग्छ भने है, हामी चाहिँ अब 5 जना छोराछोरी हो नि त है। 5 छोराछोरीमा हामीलाई दुःख गरेर बाबाले पढायो लेखायो हैन, आमाले पनि गरे दुःख नगरेको होइन, आमाले पनि बहुत दुःख गर्नुभयो। आमा चाहिँ इनोसेन्ट हुनुहुन्छ हैन। अनि 5 जना छोराछोरीलाई हाम्रो बाबाले चाहिँ यसरी पढाउनुहुन्थ्यो कि म र दिदी थिएँ हैन। हाम्रो बाबाले चाहिँ के भन्नुहुन्थ्यो नि, नानी छोरी पढ लेख हैन, पढ्नु लेख्नु जस्तो इम्पोर्टेन्स के होइन। छोरा मान्छेले त ढुङ्गा फुटाएर खान्छ हैन, ढुङ्गा फुटाएर भए पनि खान्छ, तर छोरी मान्छे अर्को घरमा गयो भने दुःख पाउँछ, पढालेखा छैन भने। पढ्नुपर्छ, पढाइ नै इम्पोर्टेन्ट हो हैन। त्यो जमानामा यस्तो पनि थियो कि कतिजनाले आँखाले देखे होइन, छोरी मान्छेलाई पढ्नु लेख्नु नपठाउने हैन। तिमीहरू भाइ बहिनी हेरेर बस, लेख, घरमै बस भनेर भन्थ्यो। बिचारा तिनीहरू लुकी अब स्कुल जानु मन गर्थ्यो, तर पनि अब त्यति बेलाको टाइममा जानु पाउँथेन होइन। तर पनि मेरो बाउले चाहिँ हामीलाई चाहिँ जा पढ लेख होइन, इम्पोर्टेन्ट पढाइ जस्तो ठुलो के होइन भनेर चाहिँ भन्नुहुन्थ्यो। 5 जना अब कसरी पढायो होला, कसरी लेखायो होला होइन। एकजनाको ड्रेस तुऱ्यो भने सक्यो, एकजना ड्रेस किनिदियो भने 5 जनालाई किनिदिनु, जुत्ता किनिदिनु पर्ने, खाते किताबदेखि लिएर होइन, अब हर चिज स्कुलमा चाहिने चिजहरू हामीलाई किनिदिनु पर्थ्यो, जुत्तादेखि लिएर हर चिज किनिदिनु पर्ने होइन, त्यो 5 जनालाई। अन्त त्यति बेलाको टाइममा हामीलाई चाहिँ बाबाले प्राइभेट स्कुल होइन, यहाँ माथि सेन्ट जोसेफ स्कुल हालेको थियो। त्यति बेला अब त्यस्तो दुःखमा पनि मेरो बाबाले कति दुःख गरेर हामीलाई पढाएर लेखायो होला है। त्यही अहिले सोच्छु क्या, मलाई त्यस्तोहरू अब आफूले छोराछोरी पढाउनु पर्दाखेरि त्यस्तो यादहरू आउँदो रहेछ होइन। अहिले त 1 जना 2 जना त नानी हुन्छ, त्यो टाइममा 4 जना 5 जना नानीहरूलाई पढाउनु पर्ने, लेखाउनु पर्ने होइन। भएन, सँगसँगै हाम्रो बाबाले फेरि 11-12हरू पढ्दा हामी त हिँडेर स्कुलहरू जानुपर्ने नि त, अन्त टाढो जानुपर्ने। त्यति बेला पनि बाबाले राति हुँदो पुल्ठुर बोकेर भए पनि होइन, टर्चरको जमाना थिएन, पुल्ठुहरू बोकेर ल्याउनु आउने होइन। इक्जामहरू बस्नु जाँदाखेरि बिहान 9 बजीदेखि 5 बजीसम्म इक्जाम बस्नुपर्ने। अब 5 बजीदेखि उता अब घर आउँदा त रात पनि। त्यति बेला पनि मलाई बाबाले ल्याउनु आउँथ्यो, राति माथिसम्म पुल्ठोहरू बोकेर ल्याउनु आउँथ्यो। अब कति डरलाग्दो सेक्रिफाइस होला है बाबाको जस्तो लाग्छ है। अन्त आमा पनि अब हुन त आमा पनि आमै हो है, आमाले पनि बिचारा दुःख नगरेको होइन। अब सागसब्जी बेच्नुहुन्थ्यो, 5 जनाको लागि पढाउनुको लागि त दुःख गरेको रहेछ, त्यो अहिले बुझ्दा होइन। चम्पनाहरू गई अर्काको अब घरमा गएर है बेच्नु भन्ने कुरो अब कि बेच्नु हो नि त होइन। त्यस्तो कुरोहरू बेचेर भए पनि हामीलाई पढायो लेखायो, आफ्नो खुट्टामा उपायो। अन्त अब 5 जनामा लु म मात्रै होला साथी हो अब मतलब कलेजको उयो नगरेको, तर मेरो दिदी दादा भाइहरू सबैलाई कलेजको ग्रेजुएसनहरू गरेको छ होइन, आफ्नो खुट्टामा उभायो सबैलाई। अनि म चाहिँ अब यस्तो लाग्छ, अब मैले यो भनेको होइन कि अब हुन त सबैको बाउ आमाले आफ्नो छोराछोरीको लागि सेक्रिफाइस गरेको हुन्छ है साथी हो। मैले मेरो बाउ आमाले मात्रै गरेको भनेर चाहिँ भनेको त होइन, हजुरहरूको पनि बाउ आमाले त्यति नै दुःख गरेको छ, त्यति नै तपाईँहरूलाई पनि होइन कष्ट भोगेर तपाईँहरूलाई पनि पढायो लेखायो, आफ्नो खुट्टामा उभायो होला होइन। तर अब मैले भन्नु खोजेको चाहिँ यदि हो होइन, के अरे बाउ र आमाको दर्जा जुन हुन्छ नि
त्यो दर्जा चाहिँ इक्वल छ जस्तो लाग्छ मलाई चाहिँ होइन। बाउको पनि दर्जा त्यही, आमाको पनि त्यही दर्जा छ है। त्यही हो, एउटा आमालाई आमा भन्छ, बाउलाई बाबा भनेर भनिन्छ है। हामीले घरमा जाँदाखेरि खोइ आमा भन्छौँ, आया भयौँ आमा, बाबा कहिले हामीले बाबा शब्द गर्दैनौँ होइन। अलिकति काट्यो दुख्यो भने पनि आमै, बिमारी भयौँ आमै, केही भए पनि आमै, पिर पऱ्यौँ आमै, बाबा शब्द हामीले चाहिँ बाबा चाहिँ भनेर गर्दैनौँ। तर बाउ र आमा भन्ने चाहिँ मलाई चाहिँ यति अब यस्तो लाग्छ, मलाई चाहिँ यस्तो फिल हुन्छ कि बाउ र आमाको दर्जा चाहिँ बराबर छ है, इक्वल छ है। मैले चाहिँ भन्नु खोजेको त्यही हो है। अब हामीमै छ नि त त्यो खालको भावना होइन, हामी बिचमै छ नि त। हामीले आमालाई नै बेसी मान्यता, आमालाई नै बेसी दर्जा दिन्छौँ नि त। त्यसले गर्दा चाहिँ अब मैले चाहिँ मेरो विचारमा चाहिँ बाउ पनि इक्वल, आमा पनि इक्वल, कुनै डिफ्रेन्स चाहिँ दुईजना बिचमा चाहिँ फरक छैन भन्नु मात्रै खोजेको साथीभाइ हो। के मेरो शब्द के कस्तो लाग्यो है, हजुरहरूलाई राम्रो लागे प्रतिक्रिया दिनुहोस् होला है। अब मलाई अब कति कुरो मैले हुनसक्छ गलत भन्नु सक्छौ है, त्यसमा कति गलत भए शब्द भए माफी पाऊँ होला साथी हो। यति भन्दै मेरो बात यहीँ अन्त गर्न चाहन्छु। बाई बाई साथी हो।